एउटा मान्छेलाई अरूलाई दुईवटा पनि मान्छेहरू त्योभन्दा बढी चाहिँ नेपालको मान्छेलाई अर्निङ तर केटीले एउटा जन्मिने दिने तर मान्छेले मान्छेको मृत्यु शास्त्रमा आउनु हुन्छ मान्छेले के बुझ्दैन नि त एउटा मान्छे भित्र कुरोहरू पाल्नु गर्दैन अरू केटाहरू पनि डेन्जर हुन्छ मान्छे के हो मलाई त्यो बुझ्नु मन गर्दैन त्यत्रो उता हुँदा एउटा विज्ञप्ति आउने सबले विज्ञप्ति तराईमा त्यत्रो हुँदैन भनेपछि त्यो एउटा हुन्छ त स्टाटस त्यति बेला पनि त भन्नु तर फेरि यसको रिजल्ट कस्तो भन्दाखेरि थाहा छ त्यो बर्टिक चलाएर त्यसपछि फेरि 8,000 मिटरभन्दा माथिका 14वटा हिँड्न त्यो 14वटा हिँड्नबाट दोस्रोचोटि पनि हिमालयन चल्न उमात्रै हुन्छ क्या पहिलोचोटि त हिमालय सबभन्दा छोटो समयमा चल्नु मात्रै अर्को चाहिँ 7 वर्षमा चलेको चाहिँ 6 प्रोजेक्टको प्रेसिडेन्टको बेला उसलाई त्यो प्राप्त गर्ने हुँदैन भन्ने थाले हो नि त बिहानै बसेर प्रोजेक्टको प्रेसिडेन्टको त्यसमा चाहिँ उसले 6 महिना 6 दिनमा चलेर त्यस्तो डकुमेन्ट यो गर्दा कुनै प्रुफ अहिले फेरि दोस्रो प्रेसिडेन्ट अब मात्रै किन गर्न खोजेको कमान्डो हो नि त मेन्टालिटी पनि के फक्री फेरि खुसी खाएको भन्नुपर्ने जति बेला तपाईँलाई लाग्छ म सिद्धि गर्दा त्यति बेला तपाईँको कति 55% मात्रै सिद्धि हुन्छ अब अझै पनि 50% 55% सिद्धिने या आफैले कति बेला म मेरो गुरु म कन्सियस लेभलले जोड्न डिजास्टर भएको तर पनि मैले प्लान गरेर त्यो अब कमाउने मात्रै गर्नुपर्छ उसको दिने काम गरेर हुन्छ मेन्टलमा दिमागले त्यसलाई ट्रेन गरेर टार्गेट सेट उसको टार्गेट भनेर दिमाग ठुलो त्यसमा पुग्नु मात्रै हो अरू भएर सक्दैन नि त अन्त त्यो ट्रेन गरेर कन्सियस पनि दिमागको दिन अपरेसनको ट्रेन गरेर उसको टार्गेट गरेर क्लियर भयो कस्तो विरोध छ नेक्स्ट भिडियो डकुमेन्ट अरू सबै अहिलेका पोडकास्ट जोरोगानको पोडकास्टदेखि लिएर सम्म डबल उपनिमा उसको कुरो तपाईँ उनीहरूको होटल बनाउनु परेको छ भने नि त अहिलेबाट हामी सामान्य बाटोबाट संसदमा लाग्ने हिँड्न जाने क्षेत्रमा मात्रै बाटो त्यो पनि प्रोजेक्टको पोस्टरमा प्लानिङ गरेर गरेको उसको नेतृत्वमा पुग्यो भने अनि निमाजी भन्ने निमाजी आउँथ्यो त्यसै कारण दिन भएर
सगरमाथा चढ्ने सबभन्दा पहिले चाहिँ उनीहरू थाहा भयो नि त गोरुबहादुर गुरुङ अनि उपनी प्रोजेक्ट उसमा होइन त्यो गुरुङबाट पनि प्रोजेक्ट पछि हातै जोडेर इलाइट एक्सपेडिसनको सिनियर एक्सपेडिसन गाडीमा गुरुङ भनेर अहिले अनि गुरुङ अनि मिङ्माजी सुनजनाको नेतृत्वमा चाहिँ बाँकी एउटा अरू पनि स्टेट शेर्पा गाडीहरू अरूको नेतृत्वमा बाहिर अरू खैरीहरूलाई पनि लगेर दुनियाँको सबभन्दा क्रिटिकलमा होला फेरि त्यो क्रिएटिभ र त्यहाँ पनि फेरि रेकर्ड तोडेर पनि उनीहरू त्यो गुरुङले अनि त्यो मिनमा डेभिड शेर्पाले पनि अहिले टोली गर्नुको त मिनमा दियो अनि बिटिङ गर्ने केटाहरूले चाहिँ 2 वर्ष अगाडि चाहिँ नेपालहरू बाहिर पनि केही कुरालाई इम्पोसिबल छ भनेर त्यो इन्भेन्सन रेकर्ड तोडेर पनि नेपालहरू शेर्पाहरू मात्र हो उनीहरूको त्यति बेला त्यो सबै प्लानमा गएर उनीहरूको अहिले अब कम्पनीहरूले काम गर्न मिनमा डाइरेक्ट शेर्पा मात्र हुन्छ अब उसले देखिरहेको यो त चाहिँ यो चाहिँ अकल्पनीय नै हुन्छ जुन मान्छेको हुन त हुन्छ कि त्यो चाहिँ त त्यो कल्पना गर्ने सुनिएको छैन कल्पना गर्न नसक्ने चिज त्यति सबै म्यान्डेटरी पनि हुन्छ उता गइ नै बस्नुपर्ने तर त्यो चाहिँ कस्तो सिरियसली चाहिँ मान्छेले पढ्ने यहाँ रिसोर्टी भने उसको बिचमा बिजनेस गर्छ भनेर मात्र अहिले इलाइट एक्सपिडिसन राखेर उसलाई मान्छेलाई गएर दिने गरेर उसले हेर्को ट्रेड आइसकेर स्पिड लगाएर चाहिँ मेन्टेनिङमा लाग्छ भनेर चाहिँ त्यत्रो हाउसबाट जब उसको ओइ छ त नेपालमा भनेर उनीहरूलाई बिजनेस गर्दै भने लग्जरियस लाइफ छोरा यहाँ आइसकेपछि उसले चाहिँ भन्यो नि त टोटल्ली मेन्टेनिङ ल्याएर उसले दिइसकेको टोटल्ली कन्ट्रिब्युसन उसको भेट्छ होइन त्यसको यताउता चाहिँ हामी जतिसुकै मान्छे जाँदाखेरि उसको चाहिँ लन्नेस चाहिँ टोटल्ली मेन्टेनिङ भनेको मान्छेले सक्ने ल्याएर उसको जाने भनेर मात्र बिजनेस पटक्कै छैन क्या उसको त्यो त अटोमेटिक क्लियर मोटो चाहिँ उसले भित्रैबाट चाहिँ मेन्टेनिङ नेपालको सिस्टमको लागि चाहिँ समर्पण भएको हुन्छ त्यही भएर मोडर्न मेन्टेनिङ कसैले लग्जरी धेरै गरिएको हुन्छ अहिले त्यो हुन्छ अहिले नेपालको माथि हाल्नु मात्र होइन ग्लोबल मेन्टेनिङ माथि हालेर खुसी अन्त ठाउँमा यसो एभरेज एक्सपिडिसनको 50,000 $45,000 लाग्छ भने त्यो म्युनिसिपालिटी त गर्छ भन्दाखेरि $60,000 किन त्यो तयार हुने त्यस्तो टोली जानेहरू कि काम पनि लिएर कि म पुऱ्याएर पैसा पुऱ्याएर काम पनि पाइएर जान्छु भन्ने नामै मिलाएको क्या ग्लोबल मिलाएको मात्रै हाल्यो अनि सर्भिस पनि त्यस्तै हो क्या एभ्री एक्सपिडिसनमा खाना हुन्छ ठुलो एग्रिकल्चर त्यो प्लानिङमा मेन इन्चार्ज पनि भएर आफै हो क्या अहिले पनि त्यही भएर भयो नि त्यो सिरियसनेस भएर त्यो टोलीलाई जानु खासमा पाकिस्तानबाट फर्किनेको इन्डियन पत्रकारहरूको म्यान्डेटरी इभेन्टको लागि बोलाएर आएको लास्ट अडियो हुने चाहिँ म चाहिँ अहिले प्लेटिङमा छु काम पर्छ
उद्योगसँग नरहेपछि लेभलको बेसी केही भन्छ त्यसको पनि त्यही भएर त्यही कर्मको चाहिँ हेरेर जिम्मेवारी दिन्छ भने त्यसमा मान्छे जिम्मेवारी दियो भने चाहिँ यो चाहिँ सही ठाउँमा नरहेर मान्छेले मोडल चाहिँ नेपालको टुरिज्म अन्तर्गत यस्तो भयो भने क्रेजी हुँदैन यस्तो प्रेम कोटमा उसको जस्तो तरिकाले नेपालको मान्छेलाई सोच्नै सक्दैन सिद्धि नेपालको मान्छेलाई नेपाली मान्छे हो नि त नेपालको टुरिज्मले पुरा नेपाली पाल्नु सक्दैन हरेक नेपाली टुरिज्म गयो भने नेपालको 77 जिल्लामा नेपालको टुरिज्ममा पनि नेपालको उनीहरूले गर्ने त्यो कुरा हामीले के त हो है त्यो हामीलाई दिएर पनि सब्सिडी हुन्छ भने लेभल
केटीसित चाहिँ एकचोटि धेरै खाएको थियो मेरो चाहिँ लागेको आइडिया थियो तर अधुरो